स्वागत छ हजुरलाई। हस्, धन्यवाद। के लाग्छ चुनावको माहौल चुनावले माहौल तताइरहेको छ। अहिले अब नयाँ पार्टी को बारेमा के सोच्नुहुन्छ तपाईँ? नयाँ पार्टीले यो पटक बाजी मार्ला कि पुरानै पार्टी फर्केला नि त? होइन, अहिलेको सम्भावनालाई हेर्ने हो भने जब कुलमान रवि र बालेनको मिलन भयो, यता चाहिँ मलाई नयाँवालाले नै बाजी मार्लान् जस्तो देखिरहेछ। पुरानोको त अब दिन गयो नि भन्नु पर्यो। तपाईँले भोट हाल्नुभयो भने तपाईँको कन्फर्म भोट नयाँलाई? नयाँलाई एकदमै 100% मेरो भोट नयाँलाई नै जानेछ यसपालि। पुरानोलाई धेरै हामीले भोट दियौँ, ट्राई गऱ्यौँ, तर यसपालिको भोट जुसुकै आओस् नयाँलाई नै जानेछ। अनि जस्तै अब काम गर्नको लागि बहुमत ल्याउनको लागि त कम्तीमा पनि 138 सिटको आवश्यकता छ। अब के लाग्छ तपाईँहरूलाई? नयाँ लु भनौँ अहिले जल्दो बल्दो पार्टी देखेको भनेको रासोपा नै हो। तपाईँको विचारमा बहुमत ल्याउन सफल रहला त यो नयाँ होइन, पार्टी? अहिलेको माहौल हेर्ने सबैतिरको माहौल हेर्दाखेरि त ओभियसली ल्याउँछ भन्ने नै लाग्छ, तर यो सम्भावनाको खेल हो, नल्याउन पनि सक्छ। तर अहिले होप गरौँ उसैले भनौँ न बहुमत ल्याएर चाहिँ सरकार परिवर्तन गरेर नयाँ नयाँ ढङ्गले सरकार चलाओस् भन्ने लाग्छ। अनि जस्तै रवि लामिछाने अनि बालेन्द्र शाह, कुलमानलाई पनि जस्तै अब विदेशी एजेन्ट अनि सहकारी ठगी जस्ता विभिन्न आरोप प्रत्यारोपहरू लागेको छ। अनि तपाईँलाई चाहिँ यी बजारकामा भइरहेको टिका टिप्पणीले के असर गरेको छैन? त्यो उनीहरूपट्टि चाहिँ सकारात्मकै देखिराख्नु भएको छ नि? होइन, यस्तो हो, यो के हुँदो रहेछ भन्दाखेरि अपोजिसनले जहिले पनि जो अलिकति सम्भावना पुगेको छ उसलाई विरोधै गर्ने हो। त्यही भएर विरोधीले केही न केही ट्याग त लाउने नै हो। जस्तै मानिलिउँ काङ्ग्रेसीहरूलाई भनौँ भने भारतीय एमालेहरूलाई भारतीय एजेन्ट भन्छन्। अब त्यो चाहिँ अर्को पार्टीले विरोधको स्वरूप भनेको। त्यसै गरी नयाँ पार्टीहरू छन्, कहिले विदेशमा बसे होलान्, कहिले देशकै लागि आएर सेवा गर्न चाहे होलान्। त्यही भएर उहाँहरू विशेष गरी विदेशमा बढी बसेको कारणले गर्दाखेरि उहाँहरूलाई विदेशी एजेन्ट भनिएको होला। तर यहाँ कुनै पनि विदेशी एजेन्ट भन्दा पनि यहाँ जो हाम्रो युवाहरू हुनुहुन्छ उहाँहरूले देशैको लागि, देशकै हितको लागि काम गर्नुहुन्छ भन्ने चाहिँ मेरो विश्वास हो। तपाईँको समर्थन यसो बुझ्दाखेरि रासोपा मै राजसभा राजसभा भन्दा पनि नयाँ राजसभा पनि छ। अब अरू ऊभन्दा अझै पनि हामीसँग 59 दिन अझै बाँकी नै छ। तर अहिलेको सम्भावनामा नयाँ नै देखिरहेछ। त्योभन्दा अरू कोही आउन सक्ने सम्भावना अहिले तत्काललाई चाहिँ देखिएको छैन। इफ आए भने को हुन्छ, चोइस गरेर नै भोट हालिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु। बहुमत चाहिँ ल्याउलान् कि नल्याउलान्? बहुमत त ल्याउन सक्छ, पोसिबिलिटी हो। 100% केही कुराको पनि हुन, राजनीति भनेकै सम्भावनाको खेल हो। त्यही भएर सम्भावना, अहिलेको माहौल हेर्दाखेरि सम्भावना देखिन्छ। हजुरको भोट हाल्ने जिल्ला कुन? झापा झापा क्षेत्र नम्बर 1। झापा क्षेत्र नम्बर 1। झापा क्षेत्र नम्बर 1बाट को उठ्छन् त मलाई थाहा छैन, तर झापा भन्ने बित्तिकै एउटा जल्दो बल्दो नाम केपी शर्मा ओली यस। होइन? केपी शर्मा ओलीलाई चाहिँ अब बालेन्द्र शाह, रवि लामिछाने गएर हराउने भन्ने एउटा हल्ला छ नि, के लाग्छ तपाईँलाई? त्यहाँ झापामा गएर केपी शर्मा ओलीलाई हराउन सक्लान् त यी नयाँ अनुहारहरूले? होइन, यस्तो छ, झापामा हराउनको लागि बालेन्द्र शाह नै जानुपर्छ भन्ने पनि छैन। झापामा पनि प्रख्यात व्यक्तिहरू छन्, विशेष गरी अब दमक क्षेत्र कुराकानी गर्दाखेरि प्रख्यात व्यक्तिहरू छन्। उहाँहरूले यो पटक जो अहिलेसम्मको ओलीको क्रिटिसिजम सबै कुरालाई हेर्दाखेरि सहजै हराउन सक्छन् भन्ने अनुमान लाउन सकिन्छ। यसै पनि सबै कुराहरू त मतदाताको हातैमा छ। उहाँहरूले कतिको बुझ्नु भएको छ, आफूलाई कतिको चेन्ज बनाउनु भएको छ, त्यसमै डिपेन्ड छ सबै कुराकानी। तर समग्र हिसाबले हेर्दाखेरि अहिले नयाँको माहौल देखिरहेको छु। मान्छेहरू आक्रोशित छन्, जे भए पनि उनीहरूलाई नयाँ अनुहारको आवश्यकता छ र सकभर आश गरौँ नयाँ सम्भावना बोकेका व्यक्तिहरूले यो चुनावमा जित हासिल गरेर देशको लागि केही नयाँ नौलो र राम्रो सुनौलो काम गर्नेछन् भन्ने आशा राखेका छौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ भोट गर्ने जनताहरूलाई? होइन, अन्त्यमा भोट गर्ने जनताहरूले आफ्नो दिमागको सही सदुपयोग गरेर ठिकलाई ठिक, बेठिकलाई बेठिक, दुधलाई दुध, पानीलाई पानी छुट्याएर यसपालि भोट गर्नु होला। कुनै पनि अब भनौँ न केही प्रलोभन, मासु भात अथवा रुपियाँ पैसाको प्रलोभनमा परेर आफ्नो अमूल्य मत त्यसरी खेर नफाल्नु होला भन्न चाहन्छु। आफ्नो दिमागको सही युटिलाइजेसन गर्ने समय आएको छ। यसलाई एकपटक राम्रो युटिलाइजेसन गरेर सही व्यक्ति छनौट गर्नु होला भन्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद छ उहाँलाई। निकै नै उत्कृष्ट विचारहरू प्रस्तुत गर्नुभएको छ। उहाँको आश
भरोसा अहिले नयाँमा टिकेको छ र यो पटक नयाँ पार्टीले बाजी मार्नेछ र देशमा राम्रो कामहरू गर्नेछन् भन्ने हामी सबैले आशा गरेका छौँ। आशा सम्पूर्ण र अन्त्यमा सम्पूर्ण भोट गर्ने जनताहरू हामी सबैजनाले एकपटक परिवर्तनको लागि भोट गर्न आवश्यकता छ र यो भिडियो मार्फत अपिल पनि गर्न चाहन्छु। हस्त नमस्ते।